प्रसिद्ध पर्यटकीय गन्तव्य गुराँसे गुराँसेको मुटुमा अवस्थित छ धार्मिक आस्था एवं पर्यटकीय केन्द्र थार्पा मस्ट मानधारा थान। जुम्लाको दिल्ली चौरबाट बसाइसराई गरी सुर्खेतमा बसोबास गरिरहेका खाम्पा समुदायको कुल देवताको रूपमा रहेको थार्पा मस्ट मन्दिर 2061 सालमा स्थापना गरिएको हो। यसबीचमा तत्कालीन जिल्ला विकास समिति सुर्खेत र गुराँस गाउँपालिकाबाट पुनर्निर्माण गरिएको छ। यस मन्दिरको दर्शन गर्दा मनोआकाङ्क्षा पुरा हुन्छ भन्ने धार्मिक विश्वास रहिआएको छ। हजुर यो थार्पा मस्टको भन्नालीको हो। यहाँ चाहिँ बजेट हाले सर, त्यहाँ चाहिँ अब बजेट पनि अहिले हाले पनि छैन, उ छैन, जति गरे पनि तपाईँको आए पनि उताबाट उ गए पनि बिचमा के मान्छेले खाने गरेछ कि कस्तो गरेछ। अब हामी लाटागाडा मान्छेहरूलाई होइन त्यो चाहिँ संरक्षण यो मन्दिरको चाहिँ संरक्षण हुनुपर्छ भन्ने तपाईँको भनाइ होइन? हजुर, राज्यले त्यसमा ध्यान दियोस् होइन? हजुर, मन्दिरको संरक्षण हुनु पर्यो। मन्दिरलाई पनि अलि उ गरे भने भोलि हाम्रो मात्रै देख्दै होइन, सबैहरूको तपाईँहरूको पनि हो, हाम्रो पनि हो, सबै आउँदा घुम्दा डुल्दा राम्रो देखियोस् भन्ने हाम्रो भावना सोझाइ त्यही हो। हजुर, यो फेरि यो देउता फेरि शक्तिशाली पनि हो तपाईँको। ए शक्तिशाली होइन? शक्तिशाली देउता हो। यहाँ पूजा सुजा गरेपछि के हुन्छ, खास के विश्वास छ? मान्छेको धार्मिक विश्वास हुन्छ नि, पूजा आजा गर्यो भने राम्रो हुन्छ यस्तो खालको हुन्छ नि होइन? तपाईँको यसले यो थार्पा मस्टले राम्रो गरे पनि छ। ए मान्छे राम्रो गर्ने सही सत्य बोल्नेहरूलाई राम्रो पनि गरेको छ। झुटो बोल्ने चोर्ने ठग्ने यस्तालाई फेरि जसले मान्छेलाई रौने दौने गर्ने त्यसलाई फेरि यो लागु पनि बहुत छिटो लाग्छ। ए पहिले सम्झेर आएर पीडित भएको मान्छेहरू आएर यो थानमा रह्यो भने तपाईँको लागु पनि बहुत छिटो लाग्छ यो देउता फेरि। ए तपाईँको अहिलेसम्म राम्रै गरेको छ। हामीले पनि यो देउतालाई पनि राम्रै मानेका छौँ। अब हाम्रो थान पनि यहाँ तलतिर छ। हाम्रो यिनी मिल्ने देउता हुन्। अब रामबहादुर बुढा भनेको हाम्रो दाइ पर्नुहुन्छ। उहाँ पहिला यहाँ प्रशासनमा बस्नु भएको थियो, सुर्खेतमा अधिवक्ता हो। ए उहाँले बनाउनु भयो होइन यो जोस उहाँको पहल कदमीमा होइन? यहाँ पावर सावर लगाएर यो गर्ने उहाँ नै यो ठाउँको मान्छेहरूलाई हाम्रो सुर्खेतको हाम्रो जनजाति अरू त्यो मुखले मात्रै बोल्थे, उनीहरूलाई त्यति मतलब हुन्थेन। मुखले मात्रै अर्को बोल्ने गर्थे। उहाँले दिमाग बुद्धि लगाएर उहाँ अलि अब पावरवाला भएर उहाँ रामबहादुर दाइले गर्नुभयो यहाँ। ए अनि कहाँबाट यहाँ पूजा गर्न आउनुहुन्छ? कुन महिनामा चाहिँ त्यो के छ यस्तो बताइदिनु। सुर्खेतबाट आउनुहुन्छ, तपाईँको सुर्खेततिरबाट आउनुहुन्छ धेरै भाग मान्छेहरू। अब यहाँ बाहिरको यहाँको मान्छेहरू अब अलिअलि हेर्न आउँछन्। तपाईँको अब उहाँले चाहिँ अब यहाँ एउटा लाग्ने भनेको देउता पोइन्ट लाग्ने भनेको एउटा जेठ पूर्णिमा हो। अहिले जेठ पूर्णिमा पनि भने अब आउने जेठ पूर्णिमा मान्नुहुन्छ कि भने अब मलामासले दायाँ बायाँ गऱ्यो भने तपाईँको माघमा पनि मानिन्छ। कहीँ मलामास र तिथि गरेर भने साउनमा पनि हुन्छ। ए जस यो थार्पा मस्ट मन्दिरको चाहिँ दर्शन गरेपछि मनले सोचेको पुरा हुन्छ भन्ने विश्वास छैन? हजुर हजुर यो चाहिँ छ। यो कुलदेवता भयो भने हामी सबै जोकै आएर पनि यहाँ दर्शन गर्न सक्यो होइन? सक्यो हजुर। ए ल धन्यवाद है, हजुरले जानकारी दिनुभयो। धन्यवाद। यस मन्दिर प्राङ्गणबाट सिस्ने हिमाललाई चिचोल्दै उदाउने सूर्योदयको सुन्दर दृश्य, मनोरम हिम श्रृङ्खला, सुन्दर डाँडा काँडाहरू, ढकमक्क फुलेका लाली गुराँस, सुर्खेत उपत्यका र तराईका सुन्दर फाँटहरू अवलोकन गर्न सकिन्छ। पछिल्लो समय जीर्ण बन्दै गइरहेको यो मन्दिर संरक्षण र पुनर्निर्माणको पर्खाइमा रहेको छ।